नमस्ते टासिदेलेक फ्यापुला छ्याजलो म जोरिन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र आज चाहिँ म हाम्रो पूर्व गुरु झम्गोन रिम्पोछे लोटो छ्योगी सिंगे उहाँको जीवनी यानी उहाँको जीवन कथा त्यो चाहिँ तपाईहरुलाई भन्ने छु है। र अब हाम्रो अहिलेको हाम्रो गुरुजी चाहिँ चौथो अवतार झम्गोन रिम्पोछे रहेको छ भने अघिल्लो यानी तेस्रो झम्गोन रिम्पोछे कस्तो हुनुहुन्थ्यो र उहाँले आफ्नो जीवनकालमा के गर्नुभयो भनेर चाहिँ त्यसको विषयमा म केही कुरा भन्ने छु तपाईहरुलाई है। र अब तेस्रो झम्गोन रिम्पोछे अब उहाँको नाम चाहिँ लोटो छ्योगी सिंगे रहेको छ र उहाँ चाहिँ एकदमै दयालु र सबै प्राणीहरुप्रति चाहिँ अब एक किसिमको माया भएको सबैले मन पराउने उहाँले अब आफ्नो गुरु 16औं ग्याल्वाङ्कामापा र बुद्ध धर्मको निम्ति जति जे गर्नुभएको थियो अब त्यो हामीले आज पनि प्रष्ट गरी देख्न सक्छौं। र जब दोस्रो झम्गोन रिम्पोछे पाल्देन खेन्से योसेर उहाँले आफू बित्नु भन्दा अगाडि के भन्नुभएको थियो भने अब मेरो अर्को जुनी यानी मेरो अवतार चाहिँ अब कुन ठाउँमा जन्मिन्छ, कुन घरमा बुवा आमा को हुन्छन् र कुन समयमा मेरो अर्को जन्म हुन्छ त्यो सबै ग्याल्वाङ्कामापा ज्यूले चाहिँ भन्नुहुन्छ भनेर भन्नुभएको थियो है त। र अब 16औं ग्याल्वाङ्कामापा ज्यूले के भविष्यवाणी गर्नुभयो भन्दाखेरि टिबेटको एउटा फलानो यस्तो एउटा ठाउँमा जहाँ चाहिँ वरिपरि हिमाल भएको माउन्टेन भएको बुवाको नाम दे र आमाको नाम पेमा भएको र एकदमै राम्रो र अब धन सम्पत्ति भएको परिवार एउटा घोडाको सालमा जन्मेको त्यो केटा चाहिँ बिना कुनै शङ्ख त्यो नै अब झम्गोन रिम्पोछेको अवतार हुन् भनेर चाहिँ भन्नुभएछ। र 1954 सालमा अक्टोबर महिनाको 1 तारिक टिबेटको ल्हासा भन्ने ठाउँमा चाहिँ हाम्रो थर्ड झम्गोन रिम्पोछेको जन्म भयो र उहाँको बुवाको नाम छेरिङ तोप्ग्याल थियो र आमाको नाम पेमा युडेन थियो र उहाँहरू टिबेटको एउटा एकदमै एउटा नाम भएको एउटा एकदमै ठुलो परिवार हुनुहुन्थ्यो र उहाँ जन्मिनु भन्दा अगाडि र जन्मिसकेपछि पनि धेरै किसिमको आश्चर्यजनक अब लक्षणहरू देखिएको रहेछ र बिना कुनै शङ्काले अब उहाँ नै झम्गोन रिम्पोछेको अवतार हो भनेर चाहिँ दलाई लामा ज्यू र ग्याल्वाङ्कामापा ज्यूले चाहिँ अब उहाँ नै झम्गोन रिम्पोछे हो भनेर भन्नुभएको रहेछ। र अब दलाई लामा ज्यू र कर्मापा ज्यूको कुरालाई हेरी अब त्यो बेला हाम्रो झम्गोन लाब्राङ हाम्रो गुम्बाको अब जनरल सेक्रेटरी यन्देन फुन्चोक ज्यूले चाहिँ अब रिम्पोछेको परिवारलाई चाहिँ आग्रह गर्नुभयो कि अब रिम्पोछेलाई गुम्बामा जान दिनुहोस् भनेर अब गुम्बालाई दिनुहोस् भनेर चाहिँ आग्रह गर्नुभएछ। अब धेरै चोटी आग्रह गरेपछि चाहिँ अब अन्तमा जब रिम्पोछे सानै हुनुहुन्थ्यो उहाँलाई गुम्बामा ल्याइयो र लामा लुगाहरू लगाई अनि उहाँलाई झम्गोन रिम्पोछे हो भनेर घोषित गर्नुभयो। जब रिम्पोछे 6 वर्षको हुनुहुन्थ्यो त्यो बेला उहाँलाई रुम्तेकको पुरानो गुम्बामा 16औं ग्याल्वाङ्कामापा ज्यूले उहाँको राज्य अभिषेक गर्नुभयो र त्यो बेलादेखि कर्मापा ज्यूले रिम्पोछेलाई आफ्नो हृदय पुत्र बनाउनु भयो र सधैँ आफूसँगै नै राख्नुभयो। जब रिम्पोछे
13 वर्षको उमेर पुग्नुभयो त्यो बेला ग्यालवाङकर्मापाज्यूले गेछुल दोम्बा दिनुभयो र उहाँको शुभ नाम भने जमगुन कोङठुल कर्मलोडो छेगी सेङ्गे टेम्पे कोछा न्येदुन गुर्मे ठिल्ने कुङ्ख्या पाल साङ्बो भनेर यो नाम दिनुभयो र उहाँले सानै उमेरदेखि अब महागुरु जस्तै खेन्जेन ठाङ्गु रिम्पोछे र क्याब्जे कालु रिम्पोछे जस्ता महान गुरुहरूबाट चाहिँ धेरै शिक्षाहरू लिनुभएको र जब उहाँ 20 वर्षको अब उमेरमा चाहिँ 16औं ग्यावाकामापाज्यूद्वारा उहाँले गेलोङ दोम्बा प्राप्त गर्नुभयो र उहाँले पनि रिम्पोछेले पनि 3000 भन्दा धेरै भिक्षुहरूलाई चाहिँ गेलोङ दोम्बा दिनुभयो र उहाँलाई आफ्नो गुरु 16औं ग्यालवाङकर्मापाप्रति एकदमै धेरै आस्था र विश्वास थियो भने उहाँले आफ्नो गुरु कर्मापाज्यूले एकदमै धेरै अब कर्मापाज्यूलाई चाहिँ एकदमै धेरै सम्मान गर्नुहुन्थ्यो रहेछ है र उहाँले भनेको सबै कुराहरू मान्ने सबै कुराहरू उहाँकै निम्ति गरिदिने र साथै कर्मापाज्यूबाट अब उहाँले धेरै भन्दा धेरै शिक्षाहरू लिनुभएको रहेछ र 1976 साल र 1980 मा रिम्पोछेले चाहिँ जमगुन रिम्पोछेले अनि आफ्नो गुरु ग्यालवाङकर्मापाज्यूसँग धेरै अब देश विदेशमा गएर चाहिँ धर्मको प्रवचनहरू पनि दिनुभएको थियो रहेछ र जब अब महागुरु कर्मापाज्यूको अब देहान्त हुनुभयो है मृत्यु हुनुभयो अनि त्यो बेला चाहिँ अब रिम्पोछेले जमगुन रिम्पोछेले चाहिँ आफ्नो गुरुको अवतार चाँडोभन्दा चाँडो र राम्ररी आउनको लागि चाहिँ धेरै पूजाहरू गर्नुभएको रहेछ र 1984 सालमा महागुरु कर्मापाज्यूको अब सपना अनुसार रुम्तेक गुम्बामा लामाहरू पढ्ने ठाउँ यानी कर्माश्री नालेन्डा इन्स्टिट्युट बनाउनु भयो र त्यहाँ धेरै लामा गुरुहरूलाई पढाउनु भएछ र ती मध्ये अब अहिलेको समयमा चर्चित गुरु साङ्गेङ येम्बा रिम्पोछेज्यू तपाईले चिन्नुहुन्छ होला साङ्गेङ येम्बा रिम्पोछेज्यू पनि त्यही कर्माश्री नालेन्डा इन्स्टिट्युटमा पढ्नु भएको हो र 1988 सालमा चाहिँ कालिम्पोङ नजिकै हाम्रो यो लाभामा कागी थिक्जिलिङ गुम्बा बनाउनु भएको रहेछ र जहाँ अब आजको समयमा 150 जति लामाहरू बस्ने गर्छन् र उहाँले आफ्नो जीवनकालमा धेरै अब अभिषेकहरू र प्रवचनहरू दिनुभएको र अब अन्तमा सबैभन्दा ठुलो कुरा उहाँले आफ्नो जीवनमा चाहिँ आफ्नो गुरु ग्यालवाङकर्मापाको सपनाहरूलाई आफ्नै सपना जस्तै मनमा लिएर चाहिँ गुरुको सपनाहरू चाहिँ पुरा गर्ने जिम्मा लिनुभएको रहेछ र 1992 सालमा 1992 मा उहाँले अब रुम्तेक गुम्बामा चाहिँ एउटा ठुलो बुद्धको मूर्ति बनाउनु भयो र भन्छन् कि आफ्नो गुरुप्रति उहाँको आस्था धेरै भएकोले चाहिँ सुनको बुद्धको मूर्ति बनाउन सफल भएको पनि भन्ने गर्दो रहेछन् है र अब त्यसपछि जब उहाँ अब रुम्तेक गुम्बाबाट बिदा लिनुभयो त्यो बेला चाहिँ उहाँले जाँदा जाँदै के भन्नुभएछ भन्दाखेरि अब मैले मेरो गुरु ग्यालवाङकर्मापाज्यूको सबै सपनाहरू पुरा गरिसके भनेर भन्नुभएछ जब उहाँ रुम्तेक गुम्बाबाट अब निस्किँदै हुनुहुन्थ्यो त्यो बेला उहाँले यस्तो भन्नुभएको रहेछ कि मैले चाहिँ अब मेरो धर्मगुरु ग्यालवाङकर्मापाज्यूको सपनाहरू सबै पुरा गरिसके भनेर चाहिँ भन्नुभएको रहेछ र त्यसपछि चाहिँ उहाँको सानो उमेरमै थर्ड जमगुन रिम्पोछे उहाँको चाहिँ मृत्यु यानि देहान्त परिनिर्वाण भएको थियो है र त्यो चाहिँ अब भोलि यानि अप्रिलको 26 तारिक चाहिँ अब उहाँको परिनिर्वाण रहेको छ र
भोलि चाहिँ अब यो दिनमा चाहिँ हामीले सधैँ हाम्रो लाभा गुम्बा र हाम्रो नेपालमा भएको पुलहारी गुम्बामा चाहिँ हामीले उहाँको लागि पूजा गर्ने गर्छौँ है, उहाँलाई याद गर्छौँ है। र अब यता लाभामा भएको र लाभाको वरिपरि हुनुहुन्छ भने यता हाम्रो लाभा गुम्बामा है हामीसँग बसी अनि यो पूजा गर्न सक्नुहुन्छ। र साथै भोलि चाहिँ हाम्रो लाभा गुम्बामा ब्लड डोनेसन क्याम्प पनि अब गुरुको नाममा ब्लड डोनेसन क्याम्प पनि राखेको हुन्छ। त्योमा चाहिँ हाम्रो लामा गुरुहरूले पनि रक्तदान गर्नुहुन्छ भने हाम्रो बजारबाट पनि मान्छेहरू आएर चाहिँ रक्तदान गर्नुहुन्छ र गर्न सक्नु पनि हुन्छ है। र त्यही कुरा भन्न चाहन्छु। र त्यसो भन्दै अब भिडियोको अन्तसम्म हेरिदिनु भयो भने एकदमै धन्यवाद। र साथै फेरि पनि धर्म सम्बन्धित अर्को भिडियो तपाईँहरूको लागि धर्म सम्बन्धित अर्को भिडियो बनाउने छु। त्यो बेला भेटौँला। हस् त, धन्यवाद।